हाई एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। अनि आज हो थर्सडे, सबैजनालाई चाहिँ ह्याप्पी दसैँ। अनि जसले पनि मेरो भ्लग हेर्नुपर्छ उहाँहरूलाई पनि ह्याप्पी दसैँको शुभकामना छ। अनि म र बाबु चाहिँ अघि नै उठिसकेको 5 बजीतिर नै, अहिले चाहिँ 5:30 भएको छ। अनि आज चाहिँ दुवैजनाको हामी बाबु र मेरो नै काम हो। वर्षमा एकचोटि आउँछ, सो वाइ नट भनेर चाहिँ हामीले मनाउन लागेको। सो यहाँ भरे बेलुका आएर देखाउँछु। अनि अहिलेको लागि गर्न सो यो माई जमरा, मेरो जमरा चाहिँ कस्तो भएको छ भनेर। Look at this, guys. ठिक छ, लगाउन मिल्ने चाहिँ भएको छ। यही भने पनि गुजारा गर्नेछौँ। सो यस एभ्रिवान, भरे आएर चाहिँ कामदेखि आएर चाहिँ बाबुले लाउनुहुन्छ यो, अनि मैले चाहिँ यो लाउँछु। दुईजना पर्पल चाहिँ। हाई एभ्रिवान, म चाहिँ मेरो कामको लागि रेडी भइसक्यो। अब चाहिँ म काममा जान्छु। अनि सी यु इन द इभिनिङ। अब चाहिँ हामी बेलुका भेटौँला। सो यस, अब चाहिँ म So let's go. This is so hot. बाई, अब म भरे भेट्छु ल, कामबाट आएपछि। सी यु। सो यस एभ्रिवान, म चाहिँ काममा आइसकेँ, बाथरुममा। म चाहिँ सधैँ बाथरुममा गएर हुन्छु। यस एभ्रिवान, मेरो चाहिँ अहिले छुट्टी भयो। अनि म चाहिँ जाँदैछु रुममा। सो यस, अहिले चाहिँ बेलुकाको 6:30 भइसक्यो। अब चाहिँ म रुममा गएपछि देखाउँछु। हाई एभ्रिवान, आई एम ब्याक मेरो रुममा। अनि अब चाहिँ म ड्रेस चेन्ज गरेर अनि वी गोना सेलिब्रेट हाम्रो दसैँ लेट नाइट। सो यस, म चाहिँ अब चेन्ज गरेर भेट्छु। हाई एभ्रिवान, म चाहिँ रेडी भइसक्यो। अनि अहिले चाहिँ हाम्रो यहाँ रातिको 8 बजेको छ। हामी चाहिँ कामबाट दुईजना आइसकेर अहिले चाहिँ मैले लगाएको छु साडी, आज चाहिँ पर्पल, अनि बाबु पनि पर्पल म्याचिङ ड्रेस। बाबु चाहिँ यहाँ, बाबु हाई, मेरो भ्लगलाई हाई भन्नु न। हाई। बाबु चाहिँ यहाँ जमरा बनाउँदै हुनुहुन्छ। हाम्रो जमराको हालत त्यस्तो छ, इट्स ओके, केही छैन। लाउन त मिल्नेवाला चाहिँ भयो है बाबु, है यत्तिको भए त भइहाल्यो नि। जस्ट 2 of us। हेर्दैन। सो अब चाहिँ हामी लगाउने बेलामा भेटौँला। एभ्रिथिङ इज रेडी, नथिङ स्पेसल, हल्का स्विट्सहरू अनि या भयो। अब चाहिँ हामी रेडी गर्छ ल। सो हाई एभ्रिवान, अब चाहिँ बाबुले यहाँ क्यामेरा ओके। अब चाहिँ म लाउँछु टिका। पहिला त मैले लाउनुपर्छ।
अब सबै खुसी खुसी होइन यो त कपालमै लगाइदिनु ल ए दक्षिण arigatou gozaimasu Happy Dasai. Yeah. दसैँ सिद्धियो आएर सिद्धियो अब चाहिँ हामी फोटोहरू खिच्छौँ अब यहाँ न त्यहाँ देखाउँ यता चाहिँ हाम्रो टिकटकको भिडियो हुँदैछ सो हाई एभ्री वान हामीले चाहिँ दसैँको टिका लगाइसक्यो बाबुले लगाइदिनु भएको अनि हाम्रो दसैँ चाहिँ यसरी नै बित्यो आज चाहिँ हामीले अहिले चाहिँ 8:30 भयो है होइन अहिले चाहिँ 8:30 नै भइसक्यो अनि हामी चाहिँ कामबाट आएर टिका लगायौँ अब चाहिँ हामी खाना खाने अनि भोलि चाहिँ हामी दुवैजनाको छुट्टी छ आज चाहिँ हाम्रो टिका लगायौँ अब भोलि चाहिँ हामी चाहिँ मिठो मिठो बनाएर खानेछौँ भोलि चाहिँ हाम्रो गेस्ट पनि हुनुहुन्छ अब भोलि चाहिँ हामी भोलि चाहिँ अब कस्तो कस्तो मिठो मिठो परिकारहरू बन्छ होइन बनाएर मिठो बनाएर खानुपर्छ अनि यस त्यही नै हो अब चाहिँ हामी भोलि भेटौँ बाई 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 Hi everyone, it is the next day. Good morning. अनि हामीले चाहिँ हिजो थर्सडे दसैँ मनायौँ अब आज हो फ्राइडे हामी दुईजनाले होलिडे लिएको मिठो मिठो खानाहरू बनाएर खानेवाला छौँ अनि बाइ द वे भरे बेलुका चाहिँ हाम्रो यहाँ गेस्ट छ गेस्ट बोलाएको छ सो खानेकुराहरूको पनि प्रिपरेसन गर्छौँ अब दिनभरि लगाएर सो बिस्तारै रेडी गर्दै जान्छौँ सो यस अब चाहिँ आई विल सो यु बनाउने बेलामा सी यु लेटर सो यस एभ्रीवान हाम्रो चाहिँ यहाँ राजमाको पेस्ट चाहिँ पाक्दैछ अनि राजमा भनेपछि देखाउँछु So yes everyone, Rajma is ready. Rajma चाहिँ ready भयो. Wow, yummy. So yes everyone, यहाँ चाहिँ बाबुले रोटी हाल्दै हुनुहुन्छ. Wow. Wow. रोटी यो त स्क्वायर नभयो नि सर्कल नभइकन स्क्वायर भएछ स्क्वायर सेपको भएछ रोटी बन्दैछ अब चाहिँ हामी बिस्तारै बिस्तारै सबै कुरा बनाउँदै जान्छौँ है बाबु से यो खानेकुराहरू बनेपछि सो यस एभ्रीवान लगभग सबै कुरा रेडी भइसक्यो अब मटन र अनि साग अनि त्यस पछाडि त्यही मुलाको अचार मात्र बाँकी हो अरू सबै बनिसक्यो अनि सो यस अब मटनहरू सबै बनेपछि फेरि एकचोटि देखाउँछु सी यु लेटर हाई एभ्रीवान बाबु हाई हाई सो यस एभ्रीवान हाम्रो चाहिँ सबै कुरा पाकिसक्यो अब चाहिँ म देखाउँदैछु हामीले के बनायो भनेर स्पेसली आजको क्रेडिट गोज टु मेरो बाबु बिचरा सबै कुरा बनाउनु भयो मैले चाहिँ सबै कुरा भन्नाले कटिङहरू चाहिँ मैले गरिदिएको बनाउनु भएको चाहिँ बाबुले किनकि बाबुको हातको मिठो हुन्छ म बना देखाउँछु के बनायो त लेट्स गो
अनि यहाँ छ हाम्रो पापड, अनि यहाँ छ स्यालेड, अनि यहाँ छ मैले बनाएको बदाम सादेको। सो यस, यो हो सेलरोटी। वाउ यम्मी। मैले त कति खाइसक्यो बनाउँदै। यो हो अचार, यहाँ छ हाम्रो मुस्ताङे दाल, हामी अस्ति नेपाल जाँदा। यो हो साग सिम्पल, रोस्ट चिकन रोस्ट को बदाम सादेको, अनि यो हो राजमा, अनि यो चाहिँ फुरर दाना जुन चाहिँ हामीले यही घरमै बनाएको। अनि स्पेसल्ली हाम्रो घरमा नपाक्ने चिज जुन हो मटन। आज चाहिँ बाबुले आफ्नो कम्पनीको साथीहरूलाई खाना बोलाएको भएर यहाँ मटन चाहिँ उहाँलाई त मनपर्छ, सो बाबुले चाहिँ मटन बनाउनु भयो आज हो। सो यस एभ्रिवान, यति नै थियो। अब चाहिँ हामी गेस्टहरूलाई कोर्दै आएपछि म देखाउँछु, हल्का क्लिपहरू राखिदिन्छु। अनि यस, यही नै थियो। यसरी नै बित्यो मेरो दसैँ। सी यू लेटर। हेलो दाई, नमस्ते। हेलो नमस्ते। हाय मेरो ब्लगमा। ह्याप्पी दसैँ। च्यानल सब्सक्राइब गरिदिनु होला। आज हामी दसैँको पार्टी खाना आएको छौँ। मेरो घर चाहिँ बर्दिया। घर बर्दिया भने सबैले थाहा पायो। ल कसको ओ एकदम मिसी आएछ। हाई एभ्रिवान, गुड इभिनिङ। म चाहिँ रेडी भइसक्यो। आज चाहिँ हो स्याटरडे, अनि आज चाहिँ यो चाहिँ मेरो हिजोकै कन्टिन्यू ब्लग हो। हिजो चाहिँ मैले आउट्रो दिन पाएन किनकि साह्रै राति भइसकेको थियो। अनि यस, त्यतिलाई भन्न आएको थियो म चाहिँ। आज चाहिँ म जाँदैछु एकजना दिदीको बेबीको पास्नीमा। सो आज रेडी भएको भएर मैले चाहिँ अहिले नै बनाउन लागेको आउट्रो चाहिँ, हिजोको आउट्रो चाहिँ अहिले बनाएको। सो यस, हिजो चाहिँ हामीलाई एकदमै लास्टै रमाइलो भयो। बाबुको साथीहरू आउनुभएको थियो, मेरो साथीहरू आएको थियो, अनि एकदम रमाइलो भएको थियो। हामी चाहिँ खाजाहरू खायो, अनि त्यस पछाडि हल्का रमाइलो गऱ्यौँ। अनि त्यस पछाडि कसैको चाहिँ काम थियो, अनि त्यही भएर चाँडै जानुभयो, अनि अरू कोही चाहिँ बस्नुभएको थियो। यसरी नै हाम्रो हिजोको डे चाहिँ बित्यो। अनि सो त्यही भन्नको लागि चाहिँ म अहिले आएको। यो भिडियो चाहिँ हजुरहरूले इन्जोय गर्नुभयो होला आशा राख्छु। अनि यस, थ्याङ्क यू फर वाचिङ मेरो दसैँको भ्लग। जस्तो भए पनि हेरिदिनु भयो, थ्याङ्क यू सो मच हेरिदिनु भएकोमा। अनि या बाई बाई, सी इन माई नेक्स्ट वान।